माननीय हर्कराज राई, समय 6 मिनट। त्यसपछि ताहिर अली भाट। सम्माननीय सभामुख महोदय, माननीय सांसदज्यूहरू, आदरणीय खाली कुर्सीज्यूहरू, विश्वास छ नेपाल सरकारका मन्त्रीज्यूहरू यही हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु। रकमान्तर गरेर 1 खर्ब रुपैयाँ चाहिँ हामीले सीमामा तारजाली लगाउनका लागि विनियोजन गरियोस् भन्न चाहन्छु र सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनु हुने ती नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोसाकमा पनि हामीले बजेट छुट्याउनुपर्छ। यो बजेटको दुर्बल पक्षहरूको बारेमा मात्रै चित्रण गरिरहन त्यति मुनासिब हुन्न। यो बजेटको एउटा सबल पक्ष चाहिँ मलाई के लाग्यो भने विविध कोषहरू यहाँहरूले राखिदिनु भएको छ, त्यहाँबाट पर्याप्त मात्रामा हामीले चाहिँ नि पछि नयाँ योजनाहरू पनि थप्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको बजेटमा मैले सल्लाह दिनु पर्दाखेरि खेल मैदानहरू विकास गर्नका लागि अलि ध्यान दिनुपर्छ जस्तो लागेको छ र अन्य शीर्षकहरू बरु कटाएर हुन्छ या जसरी हुन्छ। विद्यार्थीहरूलाई अहिले दैनिक 20 रुपैयाँ खाजा खर्च हामीले छुट्याएको रहेछौँ। 20 रुपैयाँदेखि 50 रुपैयाँ लान सके राम्रो हुन्थ्यो, किनभने भोका पेटसहित विद्यार्थीहरूले पढ्न सक्छन् जस्तो मलाई लाग्दैन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय को बजेटमा चाहिँ यो स्वच्छता भन्ने कार्यक्रम त्यति देखिएको छैन र प्रिभेन्टिभ एक्सनमा अलि धेरै हामी केन्द्रित हुनुपर्ने जस्तो मलाई लाग्छ निरोधात्मकमा, तर प्रिभेन्टिभ मिजर्स हामीले अपनाउन त्यति गरेको छैन। बीपी अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीपी अस्पताल पनि बन्छ उदाहरणमा, त्यसको एमसिएच बिल्डिङका लागि पैसा राख्दाखेरि राम्रो हुन्थ्यो भन्ने सल्लाह दिन चाहन्छु। अर्को यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले चाहिँ यो हवाई सेवा सुधारका लागि खास त्यस्तो पैसा राखेको जस्तो मलाई लागेको छैन र प्रदेश नम्बर 1 भरि पुरातात्विक स्थल संरक्षण भन्ने शीर्षकमा चाहिँ 60 लाख मात्रै राख्नु भएको रहेछ, यो अपर्याप्त छ। र अर्को चाहिँ मैले के सल्लाह दिन चाहन्छु भने सम्बन्धित मन्त्रालय सम्बन्धित मन्त्रीज्यूलाई एउटा समुदाय एउटा सम्प्रदायलाई चाहिँ 55 वटा योजना पारिएको छ, तर यो साकेला स्थान हैन माङहिम मस्जिद गिर्जाघर भन्ने शब्दहरू चाहिँ सुन्न पाइएन बजेटमा। त्यसरी विभेद किन गरिएको हो यो पनि तपाईको चाहिँ नि मन्त्रीज्यूले जवाफ पनि दिनुहुन्छ होला र सच्याउनु पनि हुन्छ होला भन्ने लाग्छ। नोखाले व्यवहार चाहिँ छिन हैन, हातामा छिन, यो चाहिँ मेरो साम्पाङ भाषा है, यसरी हुँदैन भन्न खोजेको। यो संस्कृति मन्त्रीज्यूले सच्याउनुहुन्छ होला भन्ने विश्वास मैले लिएको छु। कृषि वन तथा पर्यावरणमा चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सुनसरीलाई चाहिँ छुएको छैन, त्यो किन रहेछ मैले बुझ्न नसकेको। अर्को कुरा मानव तथा वन्यजन्तु सहअस्तित्व कार्यक्रममा पैसा राखिएको छ र सम्बन्धित मन्त्रीज्यूले यो बाँदरसँग चाहिँ कसरी हामीले अब चाहिँ नि के गर्ने होला, यहाँ बाँदरको बारेमा थुप्रै फर एन्ड अगेन्स्ट कुराहरू आइरहेको छ। सम्बन्धित मन्त्रीज्यूको यो बारेमा के छ बाँदर नियन्त्रणसँग सम्बन्धित मन्त्रीज्यूले भन्दाखेरि राम्रो हुन्छ होला। सूचना तथा सञ्चार मन्त्रालयको ब्रेकडाउन छैन, प्राप्त तपाईँको चाहिँ नि 5 अर्ब 93 करोड 60 लाख भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ, जसमा 2 अर्ब 32 करोड 14 लाखको मात्रै ब्रेकडाउन छ। बाँकी तपाईँको चाहिँ नि 3 अर्ब 61 करोड 46 लाखको ब्रेकडाउन छैन। यसरी अहिले नै अपारदर्शी भयो भने भ्रष्टाचार हुने सम्भावना हुन्छ। यसतर्फ म ध्यान आकर्षण गराउन चाहन्छु, सजग गराउन चाहन्छु। त्यसको ब्रेकडाउन सहित लिएर पुनर्लेखन गर्दाखेरि राम्रो हुन्छ जस्तो मलाई लागेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले युवालाई उद्यमी बनाउने कार्यक्रम राखेको छैन, त्यसतर्फ मैले सल्लाह दिनुपर्छ।
रोजगारीको उच्चारणसम्म पनि छैन त्यो ब्रेकडाउनमा हेर्दाखेरि। रोजगार भन्ने मन्त्रालय चाहिँ छ, मन्त्रालयको त्यो तपाईँको नाम मात्रै हामीले त्यहाँ राख्यौँ जस्तो लाग्यो। त्यो ब्रेकडाउनमा ध्यान दिनुपर्छ। तथापि त्यहाँ पनि अन्य कोष छ, त्यहाँबाट पनि हामीले सुधार्न सकिन्छ। यो बजेट, यसपालिको सरकारले बनाएको बजेटको एउटा विशेषता चाहिँ विविध कोष छ जे होस्, त्यहाँबाट हामी वी क्यान मेक ब्रान्चेस लेटर। महिला बालबालिका लैङ्गिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको चाहिँ पैसा छुट्याइएको छ, तर नीति तथा कार्यक्रम अनुसारको कार्यक्रमको उद्देश्य छैन, उद्देश्य बिनाको पैसा छुट्याइएको छ। भूमि व्यवस्था सहकारी मन्त्रालयमा चाहिँ कुनै पालिका तपाईँको चाहिँ यसलाई 3 अङ्क दिएको छ, कुनैलाई 10 दिएको छ। यो पोषण भन्ने कुरामा यसरी विभेद गर्न हुँदैन भन्ने मलाई लाग्छ। र त्यहाँ चाहिँ तपाईँको किताबभरि गरिबसँग विशेश्वर भन्ने शब्द सुनिन्छ, तर त्यो भने चाहिँ के हो व्याख्या छैन। खालि गरिबसँग विशेश्वर होइन, तपाईँको चाहिँ तलब भत्ता कार्यक्रम गर्ने, तपाईँको तलब भत्ता पचाउने मात्रै हो कि जस्तो लागेको छ। त्यसलाई व्याख्या विश्लेषण गर्नुपर्छ, यो म माग राख्न चाहन्छु। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले टोखा भन्ने ठाउँमा त्यो चाहिँ 10 वर्ष जति भयो होला, 10-15 वर्ष आगो बलिरहँदो रहेछ, त्यहाँ अध्ययन गरोस् होइन। त्यहाँ सायद केही ग्यास छ कि यहाँ टोखा भन्ने ठाउँ रहेछ उपत्यकाभित्रमा, त्यो म भन्न चाहन्छु, सुझाव दिन चाहन्छु। सूचना तथा तपाईँको चाहिँ के अरे सञ्चार मन्त्रालयलाई चाहिँ मैले अघि पनि भनिसकेँ, त्यसमा पूर्ण रूपमा ब्रेकडाउन यहाँले लिएर आउनुपर्छ भन्ने लाग्छ।